अनि म आएर त्यहाँ म स्थानीय बासिन्दा हो। अनि मेरो घरमा तोडफोड गरेको, यहाँबाट सबैजनाले तोडफोड गरेर आगलागी गरेर गइरहेको छ। पप्पू यादवले भने होइन नगरपालिकाको कारोबार उता पनि हुन्छ। अनि मेयर साहबले मेरो घरमा कोठा लिनुभएको छ। अनि उहाँ चाहिँ त्यहाँ बस्ने, अब आफ्नो जे गर्नुहुन्छ 2-4 3टा कोठा छ त्यहाँ म बस्नु हुन्छ। क्वार्टर भन्नुहोस् न, त्यही क्वार्टर होइन त्यही क्वार्टर। अनि यहाँबाट पप्पू यादवले सबलाई ह्यान्डल गरेर यो चोकबाट लगेर उतातिर ढुङ्गामुढा गर्न थाले। त्यो बेलामा म बसेर दर्शक भएर मात्र हेरिरहेको थिएँ। जब घरमा आगो लगाइदियो भने अनि म भकानो फुट्यो। म त जिन्दगीभरि कमाएर 15 वर्ष 20 वर्ष विदेश बसेर मैले कमाएर ल्याएको सम्पत्ति मलाई धेरै माया लाग्यो। अनि म अब मर्छु जे गर्छ गर्छ, म घरमा आगो लगाउन दिन्न भनेर म अगाडि गएँ। उनीहरूले ढेउका फुटायो। त्यहाँ भित्रको नगरपालिकाको एउटा दराज मात्रै थियो, त्यो दराज लगे। अनि भित्र भएको सबै सामानहरू उथल पुथल गरेर सबैमा आगो लगायो बाहिर। मैले भनेको घरबाट बाहिर लिएर जाऊ, जे लिएर जानु छ घरबाट बाहिर लिएर जाऊ। अनि मेरो घरको झ्याल फुटायो, ढोका फुटायो, मेरो पाइपहरू फुटायो, खाने पानीको धाराहरू फुटायो, मोटर फुटायो, यिनीहरू सबै पंखाहरू फुटायो, घरहरू पुरै क्षति गरेर यिनीहरू चाहिँ लुटपाटै गर्ने हिसाबले चाहिँ आएको। तपाईको नाम के हो? मेरो रामेश्वर शाह। अनि घर कतिवटामा? मेरो यही लक्ष्मी रोडमा बजारमा। मेरो भन्नुपर्ने त्यही हो सर। आन्दोलनको नाममा